मन्त्री बन्नुभएको छ स्वर्णिम वाग्ले, यसैगरी गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमा शिशिर खनाल, भौतिक र शहरीमा सुनिल लम्साल, पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वरको देश र जनताको नाममा शपथ लिन्छु कि मन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ वहन गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुनका लागि अनुरोध गर्दछु। प्रधानमन्त्रीले शपथ लिएपछि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आजै नियुक्त हुनुभएका मन्त्रीहरूले पनि शपथ लिनु भएको छ र आज प्रधानमन्त्री बालेन्द्र शाह र उहाँले रक्षा उद्योग वाणिज्य मन्त्रालय पनि आफ्नै जिम्मेवारीमा राख्नु भएको छ, लिनुभएको छ। यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्र